दर्शकबिन नमस्कार। सुशील श्रेष्ठ अञ्जना बराइलीले आगामी फिल्म परिवर्तनमा शीर्ष भूमिकामा अभिनय गर्ने भएका छन्। विजय केरुङले यस फिल्मको निर्देशन गर्नेछन्। माझी दाई आमाको काख लगायतका दर्जनौं फिल्म निर्देशन गरिसकेका केरुङको यो फिल्मले भने एक इमानदार प्रहरी अधिकृतको कथावस्तु प्रस्तुत गर्नेछ। यो फिल्म दिव्यवासी फिल्म्स प्रालीको ब्यानरमा निर्माण हुनेछ। फिल्मका निर्माता दीपक शिवाकोटी हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका छन्। फिल्ममा सुनिल थापा, बुद्धि तामाङ, आशा पौडेल, सुभाष मेचे, करिश्मा मानन्दर, पुकार भट्टाई, आशा कार्की, गौतम तिवारी र यमनाथ खरेलको पनि अभिनय रहनेछ। छायाङ्कन शिव ढकाल, सम्पादन भूपेन्द्र अधिकारी, एक्सन कोरियोग्राफी श्री श्रेष्ठ, नृत्य निर्देशन कमल राई र पब्लिसिटी डिजाइन रोयल भीमसेनले गर्नेछन्। निर्देशकको सहायकका रूपमा नवराज शर्मा र प्रोडक्सन हेड अरुण रेग्मी रहनेछन्। छायाङ्कन आगामी हप्ताबाट पूर्वी नेपालका विभिन्न जिल्लामा सुरु हुने बताइएको छ। निर्माण पक्षले 1 वर्षभित्र फिल्म प्रदर्शनमा ल्याउने लक्ष्य लिएको छ। 2028 सालमा पनि परिवर्तन शीर्षकको एक फिल्म निर्माण भएको थियो, जसको निर्देशन हिरा सिंह खत्रीले गरेका थिए। दर्शकबिन यस्तै अन्य ताजा खबरहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला र छेउमा रहेको बेल आइकन दबाउनुहोला। आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। धन्यवाद।